अति आदरणीय मेरा साथीभाइ तथा मेरा इष्टमित्रहरू साथै मेरा आफन्तजनहरू सबैमा यसरी जय मसीह ख्रिस्ट अभिवादन साथै नमस्कार। यहाँ देख्न सक्नुहुन्छ आज भने चाहिँ अति नै हामी खुसी छौँ, कारण यो धेरै दामी घर निर्माण भएको छ, जहाँ हामी सबैलाई इन्भिटेसन थियो अनि यहाँ हामी भेला भइसकेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ बुहारी भयो, साथै यहाँ हाम्रो हजुर यस घरका आमा, अनि यहाँ हाम्रो सुशील अजौँ, यहाँ हाम्रो एजेम अजौँ, अनि हेर्न सक्नुहुन्छ इष्टमित्रहरू हेर्न सक्नुहुन्छ। जति पनि यसरी आजको दिनमा हामी खुसी साथ उहाँको फ्यामिलीमा है एउटा इन्भाइट भएको कारणले गर्दा हामी यसरी जोडिन पायौँ। यहाँ हामी अति नै खुसी साथ उहाँको परिवारमा आउन सके है। यहाँ हाम्रो सोनाम बधाई, जसले चाहिँ यो सबै कुरा डिजाइन गर्नुभएको रहेछ है घरको। उहाँले एकदमै अति नै सुन्दर ढाँचाले यसको घरको एकदमै नक्साहरू निकाल्नु भएको रहेछ। अनि साथै हामी चाहिँ यसरी बधाई दिनको लागि उहाँको परिवारमा हामी सामेल भएको थियौँ। यसरी खादा खुवाउनु पायो हाम्रो माइकल जोइलाई, कोच हुनुहुन्छ है फुटबलको, एकदमै नामी कोच हुनुहुन्छ। अनि यहाँ उहाँको मिसेस मेरो बधाई जेमिना, हाम्रो बधाई जेमिना, हाम्रो मण्डलीको सदस्य, हामी परिवार सबै मिलेर है उहाँलाई बधाई दिनको लागि यसरी गएको थियौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ यस्तै प्रकारले यहाँ हाम्रो धेरै इष्टमित्रहरू आएर इन्जोय गरिरहेको छ। यहाँ सुसन भेना, हाम्रो छोटन दादा है, अनि यहाँ यस्तै प्रकारले हेर्न सक्नुहुन्छ घरको एकदमै ठुल्ठुलो है, दामी खतरा, एकदमै मजाको है एउटा के भन्नु खुल्ला तरिकाले बनाउनु भएको रहेछ। यो घरको एउटा नक्सा चाहिँ हेर्न सक्नुहुन्छ। स्वतन्त्र रूपले काम गरेर हिँड्डुल गर्न सक्ने अति नै दामी फेरि पनि भाउजू, अनि हाम्रो छोटी यो त ब्लगको है, ताकि तन्युको ब्लग हामी सबै यस घरमा आएर सामेल भएर एकदम हामी खुसी छौँ। आजको दिनमा हामीले यस घरको एकदमै के भन्नु उद्घाटनको समारोहमा हामी उपस्थित भएर उहाँको परिवारमा आएर है उहाँहरूलाई हामीले एकदमै बधाई दिन सक्यौँ। म खिचिदिँदैछु ल, फोटो बस्दै गर्नु ल, यहाँ देखाउनु पऱ्यो तपाईँहरूलाई। यहाँ हेर्न सक्नुहुन्छ अति सुन्दर, यहाँ मिक्ल्याङ रहेछ घरको नाम चाहिँ है, जस्तै यात्री निवास है, जस्तै धेरै प्रकारको नाम दिएको हुन्छ, तर यस घरको नाम चाहिँ मिक्ल्याङ, जसको चाहिँ आज एकदम उद्घाटन भएको छ। यसरी हामी एकदम बधाई दिनको लागि आफन्तजन, इष्टमित्र, साथीभाइ है उहाँको हेर्न सक्नुहुन्छ। मेरो होइन एकदमै मिल्दो, एकदम मिलनसार हुनुहुन्छ, जसको परिवारमा गएर हामी पनि एकदमै खुसी इन्जोय गर्न पाएको छौँ। अति सुन्दर रहेछ घर पनि है। अब चाहिँ भने चाहिँ हामी चाहिँ फर्किने क्रममा छौँ। यहाँ मैले चाहिँ सोधिरहेको थिएँ, अनमले चाहिँ भन्नुहुँदैछ है यहीँ यो घरको नक्सा देखेर मिक्ल्याङ भनेर भन्नुहुँदैछ। अनम पनि एकदमै यसरी है खुसी हुनुहुन्छ है आजको हामी पनि उहाँहरूसँग भेटघाट भए त्यही नै ब्लेस फिल भयो है। अनि यसरी नै हामी फर्किने क्रममा लागेको अब चाहिँ अनि
यस्तै प्रकारले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ एकदमै हाम्रो नानीहरू यसरी होस्टेलका नानीहरू, जुन नानीहरूको चाहिँ विन्टर भ्याकेसन लागेर होला सायदै यहाँ उहाँको होस्टेल रहेछ, किनभने उहाँ चाहिँ कोच हुनुहुन्छ, एकदमै नामी कोच है। माइकल लेप्चा भनेपछि सबैले चिन्नुहुन्छ। यस्तै प्रकारले उहाँको परिवारमा आएर एउटा सुन्दर घर निर्माण गर्नुभएकोमा हामी बधाई दिँदै सम्पूर्ण परिवार मण्डली आफन्तजनहरू भेला हुन सक्यौँ। अनि यस्तै प्रकारले नानीहरू पनि एकदम इन्जोय गरिरहेको रहेछ, कोही हात लडाइरहेको छ है। अनि यस्तै प्रकारले सुन्दर घरमा आएर हामी उपस्थित भएर है हामीले इन्जोय गर्न पाएका छौँ। यहाँ नानीहरू पनि इन्जोय गरिरहेको छ, हाँसिरहेको छ, लाजाइरहेको छ है। अनि यस्तै प्रकारले यो सुन्दर घर चाहिँ हेर्न सक्नुहुन्छ है। आजको दिनमा चाहिँ उहाँको घर उद्घाटन भएको दिन। हवस् त, सबैजनालाई धन्यवाद। यो भिडियो मन पराउनुहुन्छ भने आशा राख्दै यो मेरो भिडियो यतिमै राख्न चाहन्छु।